ल यहाँहरू सम्पूर्ण साथीहरूलाई सेवा नमस्ते। म हो तपाईँहरूको साथी दीक्षा राई। आज पनि म हजुरहरू समक्ष एउटा भिडियो लिएर आइसकेको छु। अनि म चाहिँ आज कहाँ छु भन्दाखेरि चाहिँ म चाहिँ मेरो घरमा छु पास्तर। हामीले हिजो आएको अनि अब चाहिँ हामी नानीहरू सबैले लिएर जङ्गल जान लागेका छौँ। अघि नै गइसक्नु भएको छ, मेरो हस्बेन्ड बहिनीहरू सबैजना गइसक्नु भएको छ। अब अहिले चाहिँ हामी चाहिँ मेरो कान्छी देउरानी, म अनि हाम्रो सानो नानीहरू अनि हाम्रो सासू मम्मी जाँदैछौँ। अब बाटोमा जाँदै गरेको देखाउँछु अनि हामी गएर चाहिँ के खान्छौँ भनेर पनि देखाउने छु, हेर्दै गर्नु होला साथीहरू। यो चाहिँ हाम्रो स्याउबारी, किवीहरूको कटिङ भइसकेको छ। अब किवी फुल्नलाई सुरु एकदमै धेरै कति धेरै नो बेबी, मेरो बेबीको रुँदैछ। स्याउहरू पनि सबै फुल खेल्नलाई एकदम सुरु। स्याउ खेती हो हाम्रो सबै तलैसम्म। हामी चाहिँ जाँदैछौँ अब जङ्गलदेखि उता पारी जङ्गल हो साथीहरू। यहाँ देख्न सक्नुहुन्छ ऐसेलु आमा ट्याप्पै पाक्नुलाई। आयो यो चाहिँ हाम्रो घरदेखि अलिकति वरको रोड हो, कच्ची रोड। यहाँदेखि ऊ बारीको जङ्गल चाहिँ हाम्रो बारी। अब पछि बर्खामा त मम्मी यो बाटो सबै हिलो हुन्छ नि, तर गाडी त्यति साह्रो हिँड्दैन होला बर्खामा त। यहाँ होइन आहाल चाहिँ कता छ मम्मी? हाम्रो बाटो चाहिँ ऊ पर देखिएको बाटोदेखि चाहिँ जान्छौँ हामी। पहिरो गएको छ यति धेरै, आम्मामा पहिरो गएको। ए के गर्दैछौ? नाना खोइ अर्केलीको फुल, अर्केलीहरू फुल खेल्दैछ। चुत्रो आम्मामा अस्ति त चुत्रो भक्कु पाकेको थियो मम्मी, अब सक्यो नि त्यसको सिजन। यो चाहिँ के को सिजन? यो कालो र सर्कै चुत्रो। आम्मामा चुत्रो। हाम्रो घर चाहिँ लेखै पर्छ नि त, यो लेखै भनौँ न, एकदम चिसो हुने ठाउँ हो। हिउँ पर्छ, टुसारो परिरहन्छ। अर्गेली फुलेको यो एकदमै चिसो ठाउँमा मात्रै देख्न सक्नुहुन्छ। अर्गेली फुलेको, चुत्रो फुलेको, ऐसेलु पाकेको। ऐसेलु त अलिक गर्मीमा पनि हुन्छ हुनु चाहिँ, तर यो चुत्रो चाहिँ अलिक लेखमै हो। साथीहरू गुराँस फुलिरहेछ, देख्न सक्नुहुन्छ। पहिरोहरू पहिला एकदमै धेरै गएको, अस्तिको बर्खामा। अब यसपालिको बर्खामा के हुने हो होइन मम्मी? पहिरो यहाँबाट त ऊ तल रोडमा पुगिन्छ होला नि मम्मी? चाहिँ लगभग हाम्रो बारीमा आइपुग्यौँ हामी। पहिला चाहिँ एकदमै ठुलो बगान थियो, त्यो बगान निकालेर चाहिँ सानो बिरुवाहरू फेरि हालेको छ। त्यही भएर त्यो बिरुवाहरूलाई चाहिँ जोगाउनका लागि त्यसको ठुल्ठुलो झ्यासहरूलाई चाहिँ फाड्नका लागि आउनुभएको छ बहिनीहरू। आज चाहिँ हामी जङ्गलमा आएर चटपटी बनाएर खान लागेको छौँ। यो चाहिँ टमाटर, प्याज अनि खोर्सानी, आलुको यो चाहिँ कटिङ हो। हामीले यहाँ हालिसकेको छौँ धनियाँ। अनि अब चाहिँ यो चना मटर भिजाएको जङ्गलको खुवाई एकदमै मिठो हुन्छ। हाम्रो यहाँ काम चलिरहेछ। घुमाउनु न सबैतिर। अब हामी यो हाल्छौँ, यो चटपटे मसला होइन बहिनी? तपाईँले नै बनाउनु भएको? कम्ती कि कति हाल्नु? ठिक्कले हालौँ होइन? यो बनाउनु फेरि निकै गाह्रो छ कि। अलिकति अजिना स्वास्थ्यको लागि हानिकारक छ भन्ने कुरा थाहा छ हामीलाई, तर नि अलिअलि खान्छौँ। चटपटेमा मात्रै यो बिरे नुन हो।
निस्किन्छ नि नपठाउनु मेरो फोन छानिने मेरो फोन उया मेरो फोन दिदीवाकोमा जानु अब यो चटपटी लाउनुभन्दा अगाडि यो भेजिटेरियनहरू चाहिँ हामीले यसरी मजाले मिक्स गर्दैछौँ अब यसमा चाहिँ हामी त्यो मुरै हाल्छौँ अनि लतपत पनि पकाएर ल्याएको छौँ अनि त्यो पनि हाम्रो खाने हो जङ्गलमा पापा हजुर हाम्रो दादा ज्ञानी सिमरन चाहिँ गमुट लाएर के भन्दैछौ चटपटे बनिँदैछ यो अलिक अड्दैन होला पहिला लतबत लाउँ अनि अलिक कम हुन्छ अनि बरु थपौँ ल मुरै हजुर त्यसै गरौँ न मम्मी आउनु न पापा हाई गरिदिनुहोस् न एकचोटि हाई गरिदिनुहोस् त पापा आमालाई हाई गरिदिनु न पापा आई लभ यु मन्टे यतिको चाहिँ हुनुपर्छ पापा त भाग्नु भयो त बाबा छोरा यता रमाइलो छ जङ्गलमा आज म छोरा हिँड्दैछ है जङ्गलमा हामी जङ्गलमा छौँ विशेष काम चलिरहेको छ जङ्गल छोडाउने सानो र त ठुलो भयो त तल र खोइ छोरी छ ए त्यसका बाजे मर्जितो आमाले पैसा सोरेर ल्याउनु भएछ त फेरि हामी अब थप्दा हुन्छ होइन यसरी गर्छ नि त नि ल पस्किँदैछु अनुलाई अनु आऊ छोरी नजिक से पकाउँछ नि हौ सोचाइ नै भएन ओ नाना कल्पना एकछिन चिसो पनि छ नि हामीसँग स्प्राइट पनि कान्छी बनाउनेको मान्छेको चाहिँ म यसरी खान्छु होला यसरी मम्मी हाम्रो मम्मी चाहिँ के खानु ए चिसो त मम्मीले खानुहुन्छ नि त लु सबैले खाँदै हुनुहुन्छ दाजुको त सकेछ दाजुलाई जङ्गल म त नखिच्ने जङ्गलै जङ्गल छ यहाँ त ए टोपी त हो त्यो माराइछ नि त नि यही टोपी खोजेको अस्ति मैले यो बर्की मैले त्यति भरेँ कता अब चाहिँ हामी चाहिँ चटपटे खाइवरी हामी चाहिँ फेरि जान लागेको नानी बोकेर बाई बाई गाइस अदिति भन्नु भएको थियो टुना मैले यो खाइसके अघि मैले खाइसके यो चाहिँ हाम्रो आल यो चाहिँ ठुलो आल तल्लो नि सानो आल चाहिँ सेम यो भन्दा अलिकति सानो छ यहाँ यहाँदेखि तलतिर यो दिलदेखि तलतिर चाहिँ एकदमै राम्रो ठाउँ छ